तिब्बतमा रहेको कैलाश पर्वत समुद्र सतहदेखि 22,068 फुट उचाइमा रहेको छ। यसको उचाइ 6,638 मिटर छ। कैलाश पर्वतलाई मानसरोवर तलाउले घेरेर रहेको छ। यो पर्वतलाई अलौकिक, चमत्कारिक र रहस्यले भरिएको पर्वत मानिन्छ। कैलाश पर्वत विश्वभरिका हिन्दू, बौद्ध धर्मावलम्बीहरूको श्रद्धा तथा आस्थासँग जोडिएको छ। पर्यटकीय हिसाबले आकर्षक गन्तव्य भए पनि कैलाश पर्वतको छुट्टै धार्मिक महत्व छ। स्वयं भगवान शिवलाई नै कैलाशको नामले पुकारिन्छ। यो हिन्दू धर्मको सबैभन्दा पवित्र तीर्थस्थल पनि हो। कैलाश पर्वत एक रहस्यमयी पर्वत हो जहाँ धेरै रहस्यहरू रहेका छन्। मानसरोवर स्थित कैलाश पर्वतमा साक्षात भगवान शिव विराजमान छन् भन्ने विश्वास समेत गरिन्छ। हिन्दू धर्मावलम्बीहरूले जीवनमा एक पटक कैलाश मानसरोवरमा जानै पर्ने मान्यता पनि राख्दछन्। पौराणिक कथन अनुसार शिवका अलावा ब्रह्मा आदि देवगण, मरीचि आदि ऋषि, रावण, भस्मासुर आदिले त्यहाँ तपस्या गरेका थिए। यस प्रदेशमा व्यास, भीम, कृष्ण, दत्तात्रेय आदिले यात्रा गरेका थिए। आदि शंकराचार्यले यही स्थानमा प्राण त्याग गरेको भनाई पनि पाइन्छ। ब्रह्माण्डको केन्द्र र विश्वको नाभि मानिने कैलाश पर्वत आकाश र धरतीको बीच सम्बन्धको एक बिन्दु पनि हो जहाँ चारै दिशा मिलेको हुन्छ। कैलाश पर्वतलाई विश्वको सबैभन्दा पवित्र स्थान मानिन्छ। कैलाश मानसरोवर तिब्बती बौद्ध धर्म